नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। रौतहटमा आफ्नो बुबाबाट 4 वर्षीय छोरीको हत्या, बिना रकम लागि हत्या गरेको प्रहरीद्वारा पुष्टि। चितवनमा ट्रक दुर्घटना, 2 जनाको मृत्यु। अर्घाखाँचीमा टिपर दुर्घटना, 1 जनाको ज्यान गयो। पर्सामा सर्पको टोकाइबाट 1 शिक्षकको मृत्यु। देशलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने मन्त्री बास्कोटाबाट स्पष्ट। ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्ति गर्ने सरकारको प्रस्तावप्रति नेकपा नेता शर्माको आपत्ति। योग्यतम सचिवलाई मुख्य सचिव बनाउन सरकारलाई सचेत। आवार रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको प्रधानमन्त्री ओलीको दाबी। अब समाचार विस्तारमा। रौतहटमा 25 लाख बिमा रुपैयाँको लागि बाबुले 4 वर्षीय नाबालिग छोरीको हत्या गरेका छन्। रौतहटको मौलापुर नगरपालिका 6 पथरबुधरामका 39 वर्षीय रामकिशोर यादवले गत 16 गते 4 वर्षीय छोरी लक्ष्मी राई यादवको घाँटी थिचेर हत्या गरी पोखरीमा फालेको अवस्थामा 17 गते बिहान शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका डीएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हात पर्नका लागि नाबालिग छोरीको निर्मलतापूर्वक हत्या गरेको बताए। नाबालिग लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रामकिशोरले बिमाको ठूलो रकम हात पार्न आफ्नै कान्छी छोरीको निर्मलतापूर्वक हत्या गरेको रहस्य खुलेपछि हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। रौतहटको गरुवाडामा रहेको प्रभु बैङ्कमा 25 लाखको कान्छी छोरीको नामबाट बिमा गराएको 29औं दिनमा हत्या गरेको बुझिएको छ। चितवनमा शुक्रबार ट्रक दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मुङलिङबाट काठमाडौँ जाँदै गरेको ना 7 ख 6765 नम्बरको ट्रक पृथ्वीराज अन्तर्गत चितवनको इच्छाकामना 3 चुम्लिङटार नजिकैबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बालकृष्ण यादव र रविकान्त यादव रहेको इलाका प्रहरी कार्यालय मुगलिङले जनाएको छ। दुर्घटनामा अन्य 1 जना घाइते भएका छन्। उनको भरतपुरमा उपचार भइरहेको छ। अर्घाखाँचीमा शुक्रबार बिहान टिपरको ठक्करबाट 1 जनाको मृत्यु भएको छ। अर्घाखाँची शीतगङ्गा 2 सीतापुर नेपानेका 55 वर्षीय हरि वलीको टिपरको ठक्करबाट मृत्यु भएको हो। दुर्घटनामा परि मृत्यु भएका वलीकी श्रीमती 50 वर्षीय सीतावली गम्भीर घाइते भएकी छिन्। दुर्घटनामा कपिलवस्तु बुद्धभूमि 1 भेलाईका 50 वर्षीय अटो चालक ताराबहादुर टण्डन सामान्य घाइते भएका छन्। कपिलवस्तुको बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरुसिङ्गेबाट वीरपुर जाँदै गरेको रा 1 ख 1639 नम्बरको टिपरले भेलाईबाट गोरुसिङ्गे जाँदै गरेको लु 1 ह 2512 नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा अटो रिक्सामा सवार रहेका वलीको घटनास्थलमा मृत्यु भएको पत्थरकोट प्रहरीले जनाएको छ। पर्सामा सर्पको टोकाइबाट 1 शिक्षिकाको मृत्यु भएको छ। ज्यान जानेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर 1 मनुवा बस्ने अन्दाजी 28 वर्षीय सुनिता तिवारीको ज्यान गएको हो। उनले मनुवा स्थित माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी थिइन्। आफन्तजनका अनुसार आज बिहान सुतिरहेकै ठाउँमा उनलाई सर्पले टोकेको थियो। राति नै उनलाई उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। नारायणीमा उपचार हुन नसके चिकित्सकले बताएपछि उनलाई रक्सौल स्थित डङ्कन अस्पतालमा लगिएको थियो। त्यही उपचारको क्रममा उनको मृत्यु भएको आफन्तले जानकारी दिए। शिक्षिका मृत्युको शोकेमा मनस्थिति विद्यालय बन्द गरिएको छ। पशुपक्षी रोग अन्वेषण सम्बन्धी प्रदेश स्तरीय प्राविधिक अन्तर्क्रिया गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ। जनकपुरधाम स्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालाको आयोजना भएको कार्यक्रममा पशुपक्षी रोगका चिकित्सक प्राविधिक सहितको सहभागिता रहेको छ। गोष्ठीमा जनकपुरधाम स्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालाको
कार्य प्रगति विवरण समेत प्रस्तुत गरिएको छ। सेवा पुर्याउँदा कुन जिल्लामा कस्ता सेवा पुर्याएका छौँ, कुन रोगहरूको आउटब्रेक भएको छ, त्यो रोगहरूमा चाहिँ हामी कुन किसिमले चाहिँ सामानहरू युज गरेका छौँ। हाम्रो चाहिँ पशु विभागबाट चाहिँ जुन किसिमको सामानहरू वितरण भएको थियो त्यो सामान पुरै ठाउँ वितरण गरेका छौँ। त्यस्तै अब औषधि उपचारमा चाहिँ एक गाउँ एक प्राविधिक ओबिओबिटीहरूका चाहिँ सामानहरू पनि आएको थियो, त्यो पनि दिएका छौँ, त्यो पनि छलफल हुनेछ। तर मेन छलफल प्रादेशिक स्तर गोष्ठीमा चाहिँ के हुन्छ भने प्राविधिकहरूले गर्ने कामहरूको चाहिँ छलफल भएको छ। धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेल कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव सहितको सहभागितामा भएको गोष्ठीमा डाक्टर राकेश मोहन सिंहले प्रयोगशालाको अहिलेसम्मको प्रगति प्रस्तुत गरेका छन्। प्रमुख जिल्ला अधिकारी कँडेलले सुझाव सहितको शुभकामना व्यक्त गरेका थिए। महत्त्वपूर्ण छ किनभने कृषिको दिगो र एउटा वैज्ञानिक व्यवस्थापन बिना हाम्रो अर्थतन्त्र अझै पनि सबल हुन सक्दैन। केवल वैदेशिक रेमिट्यान्स वा विप्रेषणको आधारमा मात्रै मुलुकको अर्थतन्त्र दिगो र धान्न सकिने हुँदैन। पशुपन्छीको क्षेत्रमा नेपाल सरकारले, प्रदेश सरकारले र अहिले पछिल्लो समयमा स्थानीय तहहरू समेतले प्रशस्त लगानी गरिरहेको छ। गोष्ठीमा पशु सेवा कार्यालयका प्रमुख डाक्टर उमेश प्रसाद शाह सहितको विभिन्न कार्यालयका प्रमुख चिकित्सक प्राविधिकहरूको सहभागिता रहेको थियो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 10 का महिलाहरूलाई 3 महिने सिलाई कटाई तालिम दिएको छ। वडा स्तरीय महिला लक्षित कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 10 का 25 महिलालाई 3 महिने सिलाई कटाई तालिम दिएको हो। तालिम पूरा गरेका सहभागीहरूलाई शुक्रबार प्रमाणपत्र दिएको छ। त्यसक्रममा वडा अध्यक्ष मिथिलेश कुमार कर्णले घर बसिरहेका महिलाहरूलाई स्वरोजगार गर्न यो तालिमले सहयोग पुर्याउने बताउनुभयो। चलते रहती तो कुछ आय आर्जन जरूर हुई। कोई किस्म से हम एक सोच राख कि ट्रेनिंग के लिए और कुछ नहीं तो हम एक ट्रेनिंग दिया सके छी जो सीख लेथिन और अपना घर में वो अपन आय अर्जन करथिन। क्या हम भरोसा रह क्या घर के अथी पर भरोसा रह पॉकेट खर्च के लिए हम अपन पॉकेट खर्च के लिए हम अपने से जागृति बनी तै लक हम ट्रेनिंग लेलौं हैं और हम अपने सबके पूरा प्रतिबद्धता जनबै छी जो आगामी हम फिर ट्रेनिंग लेबै। आगामी फिर 6 महीना के बाद में फिर ट्रेनिंग हेतै। वडा कार्यालयले 4,98,900 खर्च गरी तालिम दिएको हो। समापन समारोहमा स्थानीय जनप्रतिनिधि, परीक्षकहरू लगायतको सहभागिता थियो। अब समाचारमा व्यावसायिक विश्रामपछि प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने मन्त्री बास्कोटाबाट स्पष्ट। ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्ति गर्ने सरकारको प्रस्तावप्रति नेकपा नेता शर्माको आपत्ति। योग्यतम सचिवलाई मुख्य सचिव बनाउन सरकारलाई सचेत। र आइफा अवार्ड रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको प्रधानमन्त्री ओलीको दाबी। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक 2076 अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिने क्रममा उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पार्नुभएको हो। तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताउनुभयो। हुन त भन्छन् मिडिया कति छापिन्छ सोध्न हुँदैन भनेर, कति प्रति छापिन्छ, छापिनेहरू प्रसारण हुने कति पहुँचमा छ सोध्न हुँदैन भन्छन्। त्यो मलाई थाहा छैन, तर मेरो हिसाबमा करिब 95,000 1 लाखसम्म पनि छापिँदैन एक दिनको प्रति। तर एकजना मान्छेसित 4 लाख छ, उसले एउटा सन्देश, मिडिया शक्तिशाली वा सन्देश शक्तिशाली, अब के हुन्छ? त्यसैले मिडियामा चेन्ज आइरहेको छ र यो कहीँ पनि नियमन गर्ने कुरा नै हुँदैन
भन्ने कुरा हामीले कुनै अभिव्यक्ति स्वतन्त्रता रोक्दैनौँ, यो बारम्बार भनेका छौँ। तर अराजकता चाहिँ रोक्ने हो, त्यसको बारेमा फेरि यस कुनै अल्मलिनुपर्ने कारण छैन। यति हो प्रश्न। सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोक कल्याणकारी विज्ञापन रोकिने बताउनुभयो। सांसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनु पर्ने भन्दै उहाँले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताउनुभयो। उहाँले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्ति गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ। पूर्व गृहमन्त्री समेत रहनुभएका नेता शर्माले योग्यतम सचिवलाई मुख्य सचिव बनाउन पनि सरकारलाई सचेत गराउनुभयो। शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले मुख्य सचिव करारमा नियुक्ति गर्नुपर्ने आफ्नो अडान पनि दोहोर्याउनुभयो। नेता शर्माले ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानुनी व्यवस्था आफूलाई मान्य नहुने पनि स्पष्ट पार्नुभयो। गभर्नेन्सकै कुरोमा गर्ने गर्छ। त्यसमा उहाँले 35, 41, 81 का संशोधन सचिव त एउटा योग्यता पुगेरै सचिव हुने त भइहाल्यो, त्यसमा शङ्कै छैन। मुख्य सचिव हुने कुरा भनेको त्यसमध्ये पनि विशिष्ट क्षमता भएको, व्यवस्थापनदेखि कमान सबै भएको मान्छे चाहिने हो। ज्येष्ठता नै सबैभन्दा योग्य हुन्छ भन्ने कहीँ हुन्छ होइन? ज्येष्ठ नै योग्य हुने भन्ने त हुँदैन नि। बाबा आउँदाखेरि त ज्येष्ठता जस्तो कतिपय भनौँ आफ्नो 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 आंशिक काममा सक्छन्, तर समग्र काममा नसक्ने पनि त हुन सक्ला। त्यसो भएर ज्येष्ठताका आधारमा भन्ने कुरा हुँदैन। नेपाल सरकारले योग्यता पुगेको व्यक्तिलाई नेता शर्माले ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै उसैलाई मुख्य सचिव बनाउने कानुनी प्रावधान स्वीकार गर्न नसकिने पनि बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालयले मूलत 5वटा विषयलाई विशेष प्राथमिकतामा राखेर सोही अनुसारका कार्यक्रम र योजना बनाई अघि बढेको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको शुक्रबारको बसेको बैठकमा विनियोजन विधेयक 2076 अन्तर्गत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि बैठकमा उठेको प्रश्नको सम्बोधन गर्दै उहाँले 15औं योजना अनुसार नै मन्त्रालयले कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेको बताउनु भएको हो। उहाँले भूमिहीन दलितलाई संविधान अनुरूप जग्गा उपलब्ध गराउने सम्बन्धमा कानुन पास भइसकेको र नियमावली समेत तयार भएर नेपाल सरकारबाट स्वीकृतिको चरणमा रहेको भन्दै नियमावली पास भएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने बताउनुभयो। संविधान अनुरूप जग्गा उपलब्ध गराउने सन्दर्भमा संघीय संसदका दुवैवटा सम्मानित सभामा छलफल भई त्यो कानुन पास भएर अगाडि बढिसकेको छ। त्यसलाई नियमावली मार्फत व्यवस्थित गर्न र व्यावहारिक कार्यान्वयन गर्नको निम्ति नियमावली समेत तयार भएर नेपाल सरकारबाट स्वीकृत गर्न बाँकी रहेको छ र त्यो प्रक्रियामा रहेको छ। सरकारको क्याबिनेट समितिमा यो छलफलमा रहेको र सरकारबाट स्वीकृत भइसकेपछि यो कार्यान्वयनमा आउने कुरा म मान्य सदस्यहरूलाई स्पष्ट गर्न चाहन्छु। मन्त्री अर्यालले जोखिमयुक्त बस्ती सार्ने तथा भूमिसँग जोडिएका अन्य विषयको सम्बोधन भूमि ऐन मार्फत सम्बोधन हुने स्पष्ट पार्नुभयो। राष्ट्रिय सभा सदस्य रामप्रीत पासवानले संविधानको धारा 40 को उपधारा 5 र 6 मा राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एकपटक जमिन उपलब्ध गराउनुपर्ने र आवासविहीन दलितलाई बसोबासको व्यवस्था गर्ने मानिएको भन्दै सरकारले जीविकोपार्जन बापत कति र कति आवास बापत कति जमिन उपलब्ध गराउने योजना छ भनी प्रश्न गर्नुभएको थियो। संविधानको धारा 40 को उपधारा 5 र 6 मा क्रमशः राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एकपटक जमिन उपलब्ध गराउनु पर्नेछ। राज्यले आवासविहीन दलितलाई कानुन बमोजिम बसोबासको व्यवस्था गर्नेछ भनिएको छ।
राज्यले भूमिहीन दलितलाई जीविकोपार्जन बापत कति र आवास बापत कति जमिन उपलब्ध गराउने योजना छ, जनता जान्न चाहन्छन्। उहाँले गुठीको मर्म भावनामा प्रतिकूल असर नपर्ने गरी मन्त्रालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्तर्गत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतीको सामना गरी खेलकुदको विकास र समृद्धिलाई प्राथमिकता राखेको बताउनु भएको छ। राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक 2076 अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफलमा उठेको क्रममा प्रश्नको सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय पदक तालिकामा देशको स्तरलाई माथि उठाउने तथा खेलका विविध क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो। उहाँले सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको सुविधायुक्त रङ्गशाला निर्माण गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा प्रदेश नम्बर 2 को धनुषा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय रङ्गशाला निर्माणका लागि 10 करोड विनियोजन गरिएको स्पष्ट पार्नुभयो। सीमित नभई राजधानी बाहिर झापा, इटहरी, विराटनगर, हेटौँडा, धनुषा, वीरगञ्ज, पोखरा, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पनि सुरु भइसकेको छ। यसका साथै क्रिकेट खेलको उर्वर स्थल तराई र भित्री मधेसका स्थानहरू बैजनाथपुर, मोरङ, रामजानकी, धनुषा, वीरगञ्ज, भैरवा, लमही, कोलपुर र कञ्चनपुरमा क्रिकेट खेल मैदान निर्माण कार्य चालु रहेको छ। यी मैदानहरू आगामी 2 वर्षमा खेल्न योग्य हुने गरी निर्माण सम्पन्न गर्ने कार्य तीव्र पारिएको छ। मन्त्री विश्वकर्माले खेलकुद पर्यटनको विकास गर्न जुम्ला, लुक्ला, हेलम्बु, मनाङ र धाक्रुकमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको बताउनुभयो। सङ्घीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी लोकसेवा आयोगलाई दिएको निर्देशनमा गल्ती गरिएको छ भनेर स्वीकार गर्न सभापति शशि श्रेष्ठसँग माग गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद समेत रहनुभएका सुब्बाले शुक्रबार समितिको बैठकमा लोकसेवा आयोगले खुलाएको सो विज्ञापन के रहेछ भन्ने थाहा नभई लोकसेवा आयोगलाई निर्देशन दिएको पाइएको उल्लेख गर्दै गल्ती स्वीकार गरेर अघि बढ्न समितिका सभापति श्रेष्ठसँग माग गर्नुभएको हो। भिन्नता भएको भएर मात्रै कुराहरू हो, त्यो होइन एक्लै मात्रै चाहिँ क्रिएट भयो। त्यो सम्बन्धमा मान्यज्यूले उठाउनु भएको भन्ने भएको कारणले सिट पनि कम भएको कारणले को सदस्य अध्यक्ष रहने 2 मा नेपाल सरकार हामीलाई नै त्यो विज्ञापन भित्र के रहेछ भन्ने थाहा रहेन रहेछ। हामीलाई नै त्यो विज्ञापन भित्र के रहेछ भन्ने थाहा रहेन रहेछ। कार्यविधि बढुवा समिति आफैले निर्धारण गरे बमोजिम हुने लोकसेवाको बारेमा विभिन्न कुराहरू भन्यौँ। हामीलाई नै त्यो विज्ञापन भित्र के रहेछ भन्ने थाहा रहेन रहेछ। नभइकन हामीले बोलेछौँ लोकसेवालाई, लोकसेवा आयोगको ऐन कहाँ छ। समितिले दिएको सो निर्देशन विपरीत सर्वोच्च अदालतले सो विज्ञापन नरोक्न लोकसेवा आयोगलाई आदेश दिएपछि त्यो निर्देशन गलत थियो भने स्वीकार्य गर्न सुब्बाले समितिका सभापति श्रेष्ठलाई दबाब दिनुभएको थियो। सांसद सुब्बाले समितिको सो निर्देशनप्रति असहमति जनाउनु भएको थियो। समितिको बैठकमा काङ्ग्रेस सांसद दिलेन्द्र प्रसाद बडुलले लोकसेवा आयोगले हालसम्म खुलाएको सो खुला र समावेशी कोटाबारे जानकारी लिनुपर्ने बताउनु भएको थियो। सांसद बडुले लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए नभएको पूर्ण आयोगसँग बुझ्नुपर्ने पनि बताउनु भयो। बैठकमा समितिका सभापति शशि श्रेष्ठले पनि सो सम्बन्धमा लोकसेवा आयोगसँग पूर्ण छलफल गर्ने बताउनु भएको थियो। अब समाचारमा पूर्ण व्यावसायिक विश्रामपछि आइफा अवार्ड रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको प्रधानमन्त्री ओलीको दाबी र राजस्व ठगी गरेको आरोपमा केवल सञ्चालक कम्पनीमा सिलबन्दी, राजस्व चोखावट गरेको आरोपमा प्रहरीद्वारा 3 जना पक्राउ। विश्रामपछि समाचारमा पूर्ण स्वागत छ। अब बाँकी प्रसङ्ग।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आइफा अवार्ड रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हल्लाको भरमा दिएको सो निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दै सो अवार्डका आयोजना अनुकूल समयमा गरेर छाड्ने दृढता पनि व्यक्त गर्नुभयो। नेपाल भ्रमण 2020लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। सङ्घीय संसदको अन्तर्राष्ट्रिय सम्बन्धले समितिले सो अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै आयोजना नगर्न सरकारलाई निर्देशन दिएको थियो। संसदीय समितिको सो निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दाबी छ। र यसलाई अझ हामी सुधार गर्दैछौँ, अगाडि बढाउँदैछौँ भनेको थिएँ। अनि मास्क लगाउनु पर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन् सरकारको विरोधका लागि। मेरो शुभकामना छ त्यो मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ, किनभने धुलो उडेर फस्ट्यो त्यो राम्रो हुन्छ। मेरो रिसले भने पनि कृपया मास्क लगाइदिनु, तर यसले हाम्रो बाटो सफा बनाउने काम गर्दैन। हामी देश निर्माणको यसमा अभियानमा छौँ र यसमा ठुला ठुला आयोजना अगाडि बढिरहेका छन्। तराईका सिँचाइका ठुला ठुला आयोजनाहरू पनि, सुनकोशी मरिन डाइभर्सन छिटै नै सुरु हुने। सरकार विरुद्धको विरोधबाट विचलित नभए मुलुकलाई समृद्ध बनाउने अभियानमा लडिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। समाजवादी पार्टी नेपालका असन्तुष्ट नेताहरू कल्पना धमला, देवेन्द्र पराजुली लगायतका नेताहरूलाई पार्टीमा प्रवेश गराउँदै उहाँले काठमाडौँमा मास्क लगाउनमा नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाव गर्नुभयो। एकै वर्षमा 8 लाख बढाएर 20 लाख पुर्याउने लक्ष्य राखेका छौँ। त्यसलाई सफल हुन नदिनका निम्ति अहिले आइफा अवार्डको एउटा हल्ला चलिरहेको छ। आइफा अवार्ड मन्त्री परिषदले गरेको निर्णयमा न्यून लागतमा थोरै लगानीमा धेरै प्रतिफल प्राप्त गर्ने गरी त्यसको आयोजना गर्न सुयोगी दिने भन्ने कुरा, अरबौँ खर्च गर्ने भन्ने हावा कुराहरू अनि सरकारले गर्ने भनेर निर्णय गरि नसके। ओलीले काङ्ग्रेसप्रति सङ्केत गर्दै चुनाव हारिरहेको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने पनि बताउनुभयो। उहाँले विकास विरोधी तत्त्वहरू सक्रिय रहेको उल्लेख गर्दै उनीहरूलाई निस्तेज पारेर अघि बढ्न सरकार सक्षम रहेको पनि बताउनुभयो। जर्मनले नेपाललाई 3 अर्ब 2 करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ। अर्थ सचिव डाक्टर राजन खनाल र नेपालका लागि जर्मनका राजदूत रोनाल्ड सेफरबीच शुक्रबार काठमाडौँमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालको दुर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिनुभयो। कार्यक्रममा नेपालका लागि जर्मनका राजदूत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्दा तयार रहेको बताउनु भएको हो। जर्मनले नेपालको सामाजिक आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ। कार्यक्रममा अर्थ सचिव खनालले नेपालको पूर्वाधार विकासका तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा जर्मनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो। राजस्व ठगी गरेको आरोपमा स्थानीय प्रशासनले शुक्रबार एक केबल सञ्चालक कम्पनीमा सिलबन्दी गरेको छ। वीरगञ्जको गहवामा रहेको एचडी टेक्नोलोजी प्रालीमा स्थानीय प्रशासनले छापामारी सिलबन्दी गरेको हो। स्थानीय प्रशासनले प्रसारण संस्थाको कन्ट्रोल रूपमा सिलबन्दी गरी 7 वटा बैंकका चेक तथा अन्य कागजात समेत नियन्त्रणमा लिएको छ। अनाधिकृत रूपमा टिभी सेटअप बक्समा कार्ड नराखी वीरगञ्ज भरि टिभी च्यानल प्रसारण गरी राजस्व चुहावट गरेकोले प्रसारण संस्थाका सञ्चालक विजेन्द्र प्रसाद चौरसिया, युवराज भट्टराई र दिनेश
कुम्लाहलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत भानुभक्त बरालले बताउनुभयो। 1 वर्षदेखि हाम्रो टिभी च्यानलको सेटअप बक्स प्रयोग गरी म्याक्स टिभी च्यानल प्रसारण गरी हजारौं ग्राहकसँग 300 को दरले पैसा उठाएर बिल समेत नदिई लाखौं रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। रौतहटमा आफ्नै बाबुबाट 4 वर्षीय छोरीको हत्या, बिमा रकम लागि हत्या गरेको प्रहरीद्वारा पुष्टि। चितवनमा ट्रक दुर्घटना, 2 जनाको मृत्यु। अर्घाखाँचीमा टिपर दुर्घटना, 1 जनाको ज्यान गयो। पर्सामा सर्पको टोकाइबाट 1 शिक्षिकाको मृत्यु। प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने मन्त्री बास्कोटाबाट स्पष्ट। ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्ति गर्ने सरकारको प्रस्तावप्रति नेकपा नेता शर्मा आपत्ति। योग्यतम सचिवलाई मुख्य सचिव बनाउन सरकारलाई सचेत। र आइफा अवार्ड रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको प्रधानमन्त्री ओलीको दाबी। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।